बालेनको बाबुआमाको त कति सम्पत्ति छ थाहा छैन, तर माथितिर लेखतिर थोरै जग्गा हुने बुढापाका गाउँमा बस्ने जसको 3 महिना पनि खानु पुग्दैन, त्यो पैसाले बुझ्नुभयो कम्ती मजाले बुढाबुढीले चामल खान्छ। कम्तीमा सरकारले यति दिएको भनेर अल अहिले त्यो गएर तपाईँ भिडियो लिएर पठाउनुहोस्। तपाईँहरूको यहाँ त्यस्तो संवाददाताहरू हुन्छ भने त्यो 74 वर्षदेखि यताको बुढाबुढीलाई सोध्नु लु, प्रत्येक रुएन भने मलाई भन्नु है। कस्तो कुरा गर्नुहुन्छ? छोराछोरीले हेला गर्छ कतिलाई, त्यसकै पैसाको कारणले उनीहरूले माया गर्छन्। मैले त त्यस्तो देखेको छु नि त, म त जनप्रतिनिधि भएर फिल्डमा हिँडेको मान्छे हो नि त। भत्ता सुन्नुभयो, भत्ता हामीले 3 महिना 4 महिनामा दिने रोकियो भने उनीहरू रुँदै बस्दै गरेको हुन्छ। कस्तो कुरा गर्नुहुन्छ? जसको आय स्रोत 1 रुपियाँ पनि हुँदैन नि त गाउँघरमा। कहाँ सरकारले के दिएको छ? 1 ढिका नुन दिँदैन नेपालमा। जनताको नाममा 1 ढिकालु सरकारले नुन दिन्छ? 1 थोपा तेल दिन्छ? 1 छाक साग सिस्नु दिन्छ? मासु दिन्छ? म सांसद भए मलाई तलब भत्ता दिन्छ, ल म खाएँ, मैले जनताको नाममा खाएँ, त्यो होइन नि त। नयाँ नीति कार्यक्रम बनाउनु पर्यो क्या। हामी कम्युनिस्टहरूले इन्डियालाई बुर्जो भन्थ्यौँ हिजो। इन्डियाले रासन पानी दिन्छ, गरिब दुखीले कम्तीमा सस्तोमा किनेर खानु पाउँछ नि। 2 रुपियाँ 1 रुपियाँमा चामल दिन्छ। हेत्तेरिको पायो नि त, पायो। भन्नु भन्नु न, कर्णालीको मान्छेले, भोट खोलाको मान्छेले, माथि दोभानेतिरको मान्छेले, होइन उभो खोलातिरको जहाँ विकटता छ त्यहाँको मान्छेले सरकार भनेको के हो थाहा छ? ट्याक्स तिर्ने मात्रै हो। घर धुरी कर कहिले तिर्नुपर्छ? धुरी कर आफूले बुझाउने मात्रै हो। बुझाउने मात्रै हो। उसलाई के दिन्छ भन्नु न? केही दिन्छ? तपाईँ सम्झिनु न एकचोटि। एउटा धनी मानेलाई त केही परेन, ठिक छ, कसैको के होला, कसैको के होला, जग्गा धेरै होला, के होला, व्यवसाय होला। यहाँको यी चिजलाई सरकार चाहिँदैन खास भन्दाखेरि।